गइस आज चाहिँ हामी असार महिनाको है चुङथाङमा यसरी धान रोप्नु गइराखेको छ र चुङथाङ जिपियुका 500 वाटबाट दाजु दिदी भाइ बहिनी थ्युङ न्युकुङदेखि लिएर सबै हाम्रो साथमा हाम्रो एक्स अध्यक्ष साहब श्री अनुम खामसुम उहाँ स्वयं हेर्नुहोस् न बिहानदेखि धान रोप्नु हुँदैछ है। क्यामेरा घुमाउन चाहन्छु है, तपाईँले हेर्नु सक्नुहुन्छ है, धेरैजना ब्याकग्राउन्डमा हेर्नु सक्नुहुन्छ है। कुनै थक्यात मारेर कर्नरमा बसिराखेका छन् भने अति नै म आफै पनि पसिना खलखल भइसकेको छ है। र यो असार महिना यहाँ मात्रै नभएर सारा संसारमा हुन्छ है। र चुङथाङमा हाम्रो गुरु रुम्बुचीको ब्लेसिङ जग्गा है। र चुङथाङमा सबले भन्ने गर्छ अति नै जाडो जग्गामा कसरी चाहिँ धान सप्रिन्छ भनेर धेरैजना क्वेसन गर्छ है। तर चुङथाङ यसरी हो, हाम्रो गुरु रुम्बुचीको ब्लेसिङ हुनु कारणले गर्दाखेरि धान मात्रै नभएर साग सब्जी मकै कोदोदेखि लिएर फर्सी इस्कुसदेखि लिएर सबै कुरो राम्रो फल्ने गर्छ है। हामी अति गर्व छौँ, अति खुसी छौँ है। गुरु रुम्बुचीको ब्लेसिङ जग्गामा हामी बस्नु पाइरहेको छौँ है। र यो चाहिँ एकदमै नेदोकै छेउको खेतबारी हो है। र धेरैजना छन् आफ्नो आफ्नो जिम्मेवारी काम गरिराख्नु भएको छ है। कसैले रोप्ने, कसैले यो माली बनाउने, कसैले एकदमै खुन्नी आफ्नो आफ्नो जिम्मेवारी काम गरिराखेको छ है। र यो चाहिँ विशेष गरी बन्नु परेछ भने अघि दिउँसो चाहिँ पानी परिरहेको थियो है। छाता ओढेर त धान रोप्नु सकिँदैन। यो चाहिँ टोपी मेरो यसरी लगाएर चाहिँ धेरै रोपिसकेको छु। पसिना पनि निस्केर एकदमै खलखल 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 पसिना पनि निस्किरहेछ हो। र म अझै पनि देखाउन चाहन्छु यहाँका सिटी एकदम सिनियर सिटिजन जो आनादेखि लिएर थ्युङ न्युकुङ अनुमदेखि लिएर सबैजना यहाँ हुनुहुन्छ। एकदमै हाम्रो सर र मेरो ज्याकेट पनि जान्दै मिल्दो रहेछ, आज रातो रातो परेछ है। यसरी छ चुङथाङमा सबैजना कमी कमजोर छैन, सबैजना यसरी असार महिनाको धान खेत सबै गर्ने कार्यक्रम गर्छन् चुङथाङमा। यति भन्दै फेरि पनि काम जारी राखेछ। फेरि भिडियो मात्रै बनाउँदै बसेछ भने देख्नु भयो होला हाम्रो सरले के भन्नुहुँदैछ, एकदम काम चाहिँ बराबर हुनुपर्छ भन्नुहुँदैछ। ओके एनिवे बाई बाई। ल छिटो टिपुको यहाँ